नमस्कार। भिजिट भिसा प्रकरणमा मुछिएका अध्यागमनबाट दैनिक 50 लाख बुझ्ने गरेका आरोप लागेका गृहमन्त्री रमेश लेखकलाई नेपाली कांग्रेसका पदाधिकारी बैठकले छानबिन गर्न नपर्ने निष्कर्ष निकालेको छ। उनलाई सफाई दिएको छ। उनी निर्दोष भनेको छ। ए बाबा, यसरी सबै कुरो सानेपाकै अदालतमा हुने भए अख्तियारको कर्मचारी किन पाल्नु? जनताको कर खुवाएर अदालतमा जनतालाई किन दुःख दिनु? सबै तिमीहरूले गर्ने रहेछौ। यो दलीय सिन्डिकेट लादेर लुट्न पल्केका यी अपराधीहरूको समूल नष्ट नगरी यो देशले समृद्धितर्फ जान सक्दैन। किनभने आफ्ना कार्यकर्ता नेतालाई जस्तोसुकै आरोप लगाए पनि सफाई दिने अनि आम नागरिक सर्वसाधारणलाई चाहिँ डाम्ने, त्यसले त्यो देखाएर त्यसलाई हतियार बनाएर अनि तर्साउने यस्तो पनि व्यवस्था हुन्छ। त्यस कारणले यो लुटतन्त्रको अन्त्य नगरिकन अब नेपाल र नेपाली सुख पाउँदैनन् र यी भ्रष्टाचारमा जति पनि आरोपितहरू छन् तिनलाई एउटा छानबिन समिति, उच्च स्तरीय छानबिन समिति बनाएर 1 रुपियाँ 1 पैसा मात्रै पनि भ्रष्टाचार गरिएको यदि ठहरिएमा तिनका सम्पूर्ण सम्पत्ति राष्ट्रियकरण गरिनुपर्छ। किनभने त्यो जनताको पैसा लुटेका हुन्। कसैले खेत बेचेर ल्याएको छैन। त्यो हामी जस्तै मान्छेले कर तिरेको, गिट्टी कुटेर कर तिरेको, साग बेचेर कर तिरेको, दिनभरि रगत पसिना बगाएर मेहनत गरेर कर तिरेको पैसा लुटेका हौ तिमी अपराधीहरूले। र तिम्रा एक हिसाब हुन्छ र त्यो दिन नजिक छ। धन्यवाद।